कार्की आयोगको प्रतिवेदनको चिरफार, विध्वंसकारी र प्रहरीलाई मार्नेहरूलाई समेत उन्मुक्ति। अब के हुन्छ? जे हुन्छ नेपालमै हुन्छ। जति आन्दोलन भए पनि केही हुनेवाला छैन। जेएनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगले निष्पक्ष छानबिन गर्नुपर्ने हो, तर त्यसो देखिएन। यस्तो प्रतिवेदन लेख्नेहरूलाई हो खासमा कारबाही गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा टीका टिप्पणी हुन थालेका छन्। आयोगले भदौ 23 को घटनामा दोषी ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई तत्काल पक्राउ गर्न सिफारिस गरिएको पाइएको हो। तर भदौ 24 गतेको घटना ढाकछोप गरिएको छ। आयोगले सरकारतर्फ तत्कालीन प्रधानमन्त्रीदेखि फिल्डमा खटिएका अधिकारीलाई समेत कारबाही गर्न सिफारिस गरेको छ। तर आन्दोलनकारीतर्फ भने टिओबी ग्रुपलाई मात्रै कारबाही गर्न सिफारिस गरिएको छ। आयोगले भदौ 24 गतेको विध्वंसबारे त बोलेको छैन। प्रहरीलाई कुटी कुटी मार्ने अराजकहरूलाई समेत आयोगले सुनपानी छर्किएको छ। समग्र प्रतिवेदन केलाउँदा प्रतिवेदन प्रतिशोधको भावनामा डुबेर लेखिएको प्रष्ट देखिन्छ। स्वयं आयोगका अध्यक्ष कार्कीलाई समेत उन्मुक्ति दिएको छ। कार्कीले आन्दोलनको बेला प्रधानमन्त्रीमाथि तथानाम स्ट्याटस लेखेका थिए, तर यसबारेमा प्रतिवेदनमा केही उल्लेख गरिएको छैन। अब यस्तो प्रतिवेदन बालेन सरकारले कार्यान्वयन गर्छ या गर्दैन, निकै चासोको विषय बनेको छ। प्रतिवेदनबारे तपाईहरूको प्रतिक्रिया के छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।